हेलो साथीहरू, के छ त हजुरहरूको खबर? ठिक छ नि? आज फेरि म आइसकेको छु हजुरहरूको सामु। मलाई चाहिँ साथीहरू आफ्नो बोली सुनेर आफैलाई हाँस उठ्छ क्या। यो सुनिसकेपछि र यो हालिसकेर आफ्नो बोली हेऱ्यो भने म आफ्नै बोली सुन्न सक्दिनँ। के हो हेर्नु है त, मैले माछा ल्याएको थिएँ। मेरो पन्टुरीलाई माछा खान मन लाग्यो अरे मेरो ठुलो पन्टुरीलाई। अनि माछा ल्याएर थिएँ। हेर्नु न मेरो मुख बिग्रेको। अहिले पनि यो भिडियो एडिट गर्दा थाहा पाएँ यति धेरै मुख बिगारेर रहेछु क्या मैले। मलाई चाहिँ माछाको स्मेल यति धेरै मन पर्दैन नि। मैले चाहिँ यो माछा ल्याएर 2 चोटि तातो पानीले मजाले पखालेर अनि मात्रै बनाएँ क्या। एउटा छानेर 2-3 चोटि पानी तरिएर अनि बनाएको साथीहरू। यति मिठो भएको थियो नि माछा, त्यति धेरै मन पर्दैन। मैले चाहिँ घरमा आज लगभग यो माछा लगभग 2-3 वर्षपछि पाक्यो होला। उसको बाबा हुँदाखेरि पाक्छ नि तर त्यति धेरै पकाउँदिनँ म यो माछा। मलाई त्यति धेरै मन पर्दैन क्या माछा। अनि नानीले चाहिँ माछा खाने मम भनेकी थिएँ। अनि त्यस प्रकारले मैले माछा बनाएको साथीहरू। अब नानीहरूलाई मनपर्छ भनेर आफूलाई मन पर्दैन गनाउँछ भनेर भएन नि त। उनीहरूले खान मन गरेपछि बनाइदिनै पर्यो है। अनि मैले चाहिँ हेर्नु न भिडियो, मेरो क्यामेराम्यान चाहिँ मेरो छोरी हुन्। यति धेरै यो भिडियो गर्दा हल्ला किराइछन् नि। पछि थाहा पाएँ हल्ला नहल्लै बनाउन भनेको। हस् भनेको रहेछन्, नचाकिरहेछन् क्या, पुरै नचाकिरहेछन् क्यामेरालाई। त कति चाहिँ नाचेछ क्यामेरा हेर्नुहोस् न। अनि यो मैले उहिलेदेखि पाकेन मामु, पाकेन भनेको मेरो पन्टुरीले हाम्रा कति धेरै मन परेको क्या उसलाई माछा। उनीहरूलाई चाहिँ प्रायः सबैलाई माछा मनपर्छ क्या, उसको बाबालाई उसलाई। अनि मेरो भाइलाई पनि एकदमै धेरै मनपर्छ क्या माछा। मलाई चाहिँ कस्तो के बनाउँछ खान त नखाने होइन, खान्छु मेरो पन्टुरीमा हेर्नु न। बल्ल खान पाएन। होस् त, थ्याङ्क यू यहाँसम्म हेरिदिनु भएकोमा। फलो गरिदिनु होला। फलो गर्नुभएको छैन भने हस् त भाइ।